हेलो साथीहरू, अक्षय तृतीया विशेष पूजा आराधना हामीले यसरी गरेका छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ। लक्ष्मी माता, विष्णु भगवान, गणेशजी यसरी स्थापना गरेर राखेर हैन, अनि श्रीयन्त्रहरू यसरी हामीले पूजा आराधना गरेका छौँ। कलशमा यता स्वस्तिक चिन्ह बनाएर हामीले जल भरेर, जलमा अलिकति गङ्गा जल अनि सिक्का, ल्वाङ, सुकमेल, रातो अक्षता, बेसारको सुठो, केही रातो पुष्पहरू राखेर, दुबो, आँपको पातहरू राखेर यसरी हामीले गरेका छौँ र सानो नरिवल स्थापना गरेर हामीले यसरी कलश तयार गरेर पूजा आराधना गरेका छौँ साथीहरू। अनि यता हजुरहरूले देख्न सक्नुहुन्छ चनाको दाल, अनि त्यसपछिबाट केही सिक्काहरू, बेसारको सुटो, ल्वाङ, सुकमेल, अनि आज जौको सातु, धनियाँ यसरी मातालाई हामीले अर्पण गरेका छौँ। र त्यहाँ श्रीयन्त्र मुनि लोटीमा चाहिँ हामीले कमलगट्टाको दाना, कौडाहरू, गोमती चक्रहरू स्थापना गरेर राखेका छौँ है त्यहाँनिर चाहिँ। अनि त्यसपछिबाट यसरी हजुरहरूले देख्न सक्नुहुन्छ अक्षय तृतीया गर्नै पर्ने है पूजा। अनि मातालाई के प्रसादहरू, दक्षिणाहरू अर्पण गर्ने है। वस्त्रमा मैले साडी अर्पण गरिदिएकी छु र केही सौभाग्यको सामग्रीहरू आफ्नो गच्छे अनुसार सबैजनाले यसरी नै गर्ने हो है। अनि त्यसपछिबाट यहाँ चाहिँ कलश छन्। कलशमा चाहिँ हामीले शरबत राखेका छौँ र माथि एउटा फल राखिदिएका छौँ है। अब यो शरबत चाहिँ हामीले पूजा सकेपछि प्रसादको रूपमा धेरै शरबतमा मिसाएर शरबत दान पनि गर्न सकिन्छ। आफ्नो परिवारलाई पनि दिने, आफूले पनि ग्रहण गर्ने, मजाले पखालेर यो घडामा राख्नुपर्छ। र यो फल चाहिँ केही अरू अन्य फलहरूमा मिसाएर हामीले दान पनि गर्न सक्छौँ, कसैलाई दिन पनि सक्छौँ प्रसादको रूपमा, आफ्नो घर परिवारलाई बाँड्ने है, आफूले सके जति गर्ने। अनि त्यसपछिबाट गर्नै पर्ने आजको दिन चाहिँ अब यति पूजा गरिसकेपछि किनेर ल्याउनु पर्ने कुरामा चाहिँ धनियाँ, बेसारको सुठो, बेसार, सुन, चाँदी, अनि त्यसपछि एउटा पूजा सम्बन्धी भाँडाकुँडाहरू हैन किनेर ल्याउन सकिन्छ। ल्याएर मातालाई अर्पण गरेर पूजा आराधना गर्न सक्नुहुन्छ। चनाको दाल भयो हैन, चामल भयो घरको लागि हैन, वस्त्रहरू भयो ल्याउन सक्नुहुन्छ। फलफुलहरू ल्याएर भए पनि अर्पण गर्न सक्नुहुन्छ। आज विशेषमा खरबुजाको भोग लाग्छ मातालाई है। आज अक्षय तृतीयाको विशेष भोग नै खरबुजा हो। र 5 प्रकारका फलहरू चाहिँ अलिकति अनिवार्य नै जसो हुन्छ। जे सके पनि ड्राई फ्रुट्सहरू हालेर गरे पनि, जे गरे पनि, मिलाएर गरे पनि हजुरहरूले यसरी गर्नु होला। मैले जीवनमा वैभव लक्ष्मी माताको व्रत, महालक्ष्मी माताको व्रत र अक्षय तृतीयाको यो व्रत पूजा र लक्ष्मी पूजा यी विशेष मैले एकदमै छुट्याएकी छु आफ्नो जीवनमा। र मैले धेरै पटक लक्ष्मी माताको दर्शन पनि पाइसकेकी छु, ज्ञानहरू बाँडिरहेको छु मैले हजुरहरूलाई विभिन्न माध्यमबाट, मिडियामा हैन। र धेरैजनाको मैले साथ, सपोर्ट, मायाहरू पनि पाएकी छु। यो ज्ञान बाँडेर जतिसम्म सक्छु लक्ष्मी माताको ज्ञान चाहिँ मैले बाँड्ने मेरो अठोट छ। र लक्ष्मी माताले मलाई यही आज्ञा दिनुभएको छ, यसरी नै मैले गरिरहेको छु हैन। अब भोलिपल्ट चाहिँ स्नान आदि यो भरे बेलुका पनि विशेष पूजा आराधना गर्ने भन्नाले आरतीहरू गर्ने विशेष हैन, अनि केही किनेर ल्याएका वस्तुहरू अर्पण गर्ने मातालाई है। र यो अब चौकी, यो पाटापिरा चाहिँ भोलि बिहान उठाउने हो। भोलि बिहान स्नान गरिसकेपछि आफ्ना पूजा मन्दिरमा भएका सम्पूर्ण देवी देवताका मूर्तिहरूलाई स्नान गरिदिने है। त्यसपछिबाट पाटापिराहरू हटाउने यी सामग्रीहरूलाई चाहिँ हजुरहरूले सिक्काहरू लगेर दराजमा राख्न सक्नुहुन्छ। अनि यो कलशलाई चाहिँ हजुरहरूले घरमा सम्पूर्ण घरमा जलहरू छर्केर आँपको पातद्वारा विसर्जन गरिदिने है। अब हजुरहरूले विसर्जन गर्नुहुन्छ भने विसर्जन गर्नु। मैले चाहिँ लक्ष्मी माताले दिनुभएको जुन ज्ञान अनुसार मैले यसमा चाहिँ अन्न धन्न भरेर राख्छु। जस्तै अब चामल भर्छु, धनियाँहरू सबै मिलाएर, बेसारको सुठो, केही सिक्काहरू हैन, सर्सिङको दाना, ल्वाङ, सुकमेल गरेर मैले भरेर चाहिँ चुनरीले बाँधेर वर्षभरि भान्साकोठामा राख्ने गरेको हुन्छु सहको लागि है। र यो चाहिँ कलश चाहिँ अब मैले कसैलाई यस्तै भरेर उपहार पनि दिने सोच बनाएकी छु हैन। अब यो पनि म केही गर्छु व्यवस्था हैन। र फुलपातीहरू विसर्जन गरिदिने नदीमा हैन। अनि चनाको दालहरू चाहिँ हजुरहरूले प्रसादको रूपमा बनाएर लिए पनि हुन्छ है।
सब्जीहरू अनि बनाएर ल्याइन्छ। सातु प्रसादको रूपमा मिलाएर ग्रहण गर्ने, धनियाहरूलाई कपडामा पोको पारेर हजुरहरूले पूजा कोठामा या बेडमा बेडमुनि या दराजमा पनि राख्न सक्नुहुन्छ धनियाहरूलाई है। ल्वाङ सुकमेल भइहाल्यो, ल्वाङ सुकमेल प्रसादको रूपमा चियाहरूमा हालेर ग्रहण पनि गर्न सक्नुहुन्छ साथीहरू होइन। र यो कपडाहरू पखालेर राखिदिने र सौभाग्यहरू केही दान पनि गर्न सक्नुहुन्छ, आफैले पनि लगाउन सक्नुहुन्छ, आफूले पनि गर्न सक्नुहुन्छ है साथीहरू। यसरी चुनरीहरू मातालाई भइरहन्छ, साडीहरू जे अर्पण गरेको छ हजुरहरूले आफै लगाउने र दक्षिणाहरू जम्मा पार्दै राख्ने। पछि केही चाँदीका भाँडाहरू या केही भाँडाहरू आफूले किन्न सकिन्छ है साथीहरू। हजुरहरूले मेनुकाज वर्ल्डलाई सब्सक्राइब गरिदिनु होला है, माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। जय लक्ष्मी माता, जय होस्, शुभ होस्, मङ्गल होस्, राधे राधे।